तपाईँ कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता यदि हो भने यो भिडियो तपाईँको लागि खास हुनेछ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले प्राप्त गर्ने विभिन्न सुविधामध्ये सार्वजनिक सुरक्षा सुविधा योजना अन्तर्गत प्राप्त गर्ने निशुल्क सुविधाका बारेमा विशेष चर्चा गर्नेछौँ। भिडियोभित्र सुत्केरी तथा शिशु स्याहारका लागि कोषले कस्ता सञ्चयकर्तालाई कति रकमसम्म प्रदान गर्दछ, सञ्चयकर्ताले उक्त सुविधा कसरी, कहिले, को मार्फत, के कागजातका आधारमा प्राप्त गर्न सक्छन् त्यसको जानकारी लिएर उपस्थित भएको छु। यसका साथसाथै यो कति पटकसम्म लिन सकिन्छ भन्ने बारेमा पनि यसै भिडियोमा चर्चा गरिने भएकोले भिडियोलाई नछुटाई अन्तिमसम्म हेर्नुहोला। के हो त सुत्केरी तथा शिशु स्याहार योजना? कर्मचारी सञ्चय कोषमा आफ्नो रकम जम्मा गर्दै आउनुभएका सम्पूर्ण योगदानकर्ता निज स्वयं वा निजको श्रीमान जो भए पनि उक्त दम्पतिको 2वटा सन्तानको स्याहार वा सुत्केरीको स्याहारको लागि कोषले निश्चित रकम प्रदान गर्दै आएको छ। कोषले विक्रम सम्वत 2072 सालदेखि यो योजना सुरुवात गरेको हो। यसका लागि कोषले आफ्ना सञ्चयकर्ताको पहिलो सन्तान या आमाको स्याहारका लागि 7500 र दोस्रो सन्तान प्राप्ति पश्चात पुनः 7500 गरी कुल जम्मा रु 15000 सम्म यो रकम प्रदान गर्दै आएको छ। यदि श्रीमान र श्रीमती दुवैजना नै सञ्चयकर्ता हुनुहुन्छ भने यो सुविधा एकजनाले मात्र उपभोग गर्न पाउनेछ। यो सुविधा लिनका लागि आवश्यक प्रक्रिया के हुन् त? सुत्केरी भएको मितिमा कम्तीमा 6 महिना नियमित रूपमा कोष कट्टी गरेका सञ्चयकर्ताले यो सुविधा प्राप्त गर्नेछन्। सुत्केरी तथा शिशु स्याहार सुविधा कोषको ठमेर स्थित निवृत्ति भरण व्यवस्थापन तथा सामाजिक सुरक्षा विभाग र सबै शाखा कार्यालय धनगढी, कोहलपुर, पोखरा, जनकपुर, सुर्खेत, बुटौल, हेटौडा, विराटनगर तथा सेवा केन्द्र सिंहदरबार, लगनखेल र धनकुटा मार्फत लिन सकिन्छ। यो सुविधा प्राप्त गर्न सुत्केरी भएको मितिले 6 महिनाभित्र आवश्यक कागजात सहित दाबी गर्नुपर्नेछ। आवश्यक कागजातहरू अन्तर्गत के पर्ने रहेछन् त्यो पनि बुझौँ। अनुसूची 4 अन्तर्गतको फारम भरेर बुझाउनु पर्नेछ। यो भनेको कर्मचारी सञ्चय कोष सामाजिक सुरक्षा योजना सञ्चालन विनियम 2080 को अनुसूची 4 हो। यो निवेदनमा खण्ड क र ग मा भर्नु पर्नेछ। पहिलो खण्डमा सुविधा लिने सञ्चयकर्ता